कथाको सुरुवात कान्छीको दौड पाटो हुन्छ जो आफ्ना दाई विध्वंस पाण्डेलाई भेट्न शहरका गल्ली गल्ली भौँतारिरहेकी छिन्। भाउजू सुकुमाया र उनकी दिदी आशाले मिलेर दाईको सबै सामाजिक सञ्जालहरू डिएक्टिभ गरिदिएका छन् ताकि कान्छीले उनलाई सम्पर्क गर्न नसकोस्। कान्छीले दाईको अफिसमा पुग्दा थाहा पाउँछिन् कि उनले त्यो अफिस महिनाौं अघि छोडिसकेका रहेछन्। यता गाउँमा सागर गायब भएको खबरले सबैलाई चिन्तित बनाएको छ। श्याम दाई र अन्य गाउँलेहरू सागरलाई गुण्डाहरूले बेपत्ता पारेको आशंकामा खोजी कार्य तीव्र पार्छन्। तर सबै युवाहरू विदेशिएको गाउँमा बुढाबुढी र केटाकेटी मात्र हुँदा खोजी कार्य झन कठिन बन्छ। सोफिया आफ्नो श्रीमानको यादमा रोइरहेकी छिन्, जसले विदेशबाट फोन गर्दा पनि कामको व्यस्तता भन्दै छोटोमै फोन काटिदिन्छन्। कान्छीले टोलका छर्च कथाको नयाँ मोडमा कान्छीले एउटा यस्तो रहस्य फेला पार्छिन् जसले सबैलाई स्तब्ध बनाउँछ। उनले दाईको अफिसमा होइन, बरु सुकुमायाको पुरानो घरको एउटा अँध्यारो कोठामा दाईलाई बन्दक बनाएर राखिएको सुराग पाउँछिन्। सुकुमाया र आशाले दाईलाई विदेशी कम्पनीको मिटिङ भन्दै झुक्काएर एउटा खाली कागजमा ल्याप्चे लगाउन दबाब दिइरहेका हुन्छन् ताकि दाईको सबै सम्पत्ति र ब्याङ्क ब्यालेन्स उनीहरूको नाममा होस्। कान्छी त्यहाँ पुग्नै लाग्दा आशाले उनलाई देख्छिन् र गुण्डाहरू लगाएर कान्छीलाई बाटोमै रोक्ने प्रयास गर्छिन्। यता गाउँमा सागरको गायब हुनुको पछाडि सुकुमायाकै हात रहेको प्रमाण श्यामदाईले फेला पार्छन्। सागरले सुकुमायाले पैसा लुकाएको देखेपछि उनलाई पनि लुकाइएको खुलासा हुन्छ। रोमाञ्चक मोड तब आउँछ जब कान्छी एक्लै त्यो अँध्यारो कोठामा पुगेर सुकुमाया र आशाको अगाडि उभिन्छिन्। कान्छीले दाईलाई देखेपछि उनको आँखाबाट आँसु होइन, क्रोधको ज्वाला निस्किन्छ। सुकुमायाले "त यहाँबाट जिउँदै जाँदैनस्" भन्दै कान्छीमाथि हात उठाउन खोज्छिन्, तर यसपालि कान्छीले उनको हात बीचमै समातेर कडा जवाफ दिन्छिन्। कान्छीले भन्छिन्, "सत्यको झट्का सधैँ शक्तिशाली हुन्छ भाउजू।" त्यही समयमा श्यामदाई र प्रहरीको टोली त्यहाँ आइपुग्छ। सुकुमाया र आशा भाग्न खोज्छन्, तर उनीहरू चारैतिरबाट घेरिन्छन्। दाई विध्वंस पाण्डेले बल्ल आफ्नी श्रीमतीको